hello guys, welcome to my vlog. It's me, Sweetest Prettiest अनुपगुरुङको भ्लगमा आज हजुरलाई स्वागत छ। अनि अहिले चाहिँ म रेडी हुँदैछु। आज हाम्रो लास्ट इक्जाम छ फर्स्ट सेमेस्टरको बीबीएको, अन्त त्यही भएर त्यसैको लागि आज चाहिँ म आउट ड्रेसमा जान लाग्दैछु, किनकि हामीलाई त्यस इक्जाम भ्याएपछि कहाँ कहाँ जानु छ, मतलब कलेजहरूमा बुकहरू दिन पनि जानु छ। सो अहिले चाहिँ हामी बुकहरू हाल्दैछौँ। यो चाहिँ युनिभर्सिटीमा रिटर्न गर्नुपर्ने बुकहरू हो, लाइब्रेरीमै गाइस। सो गाइज अहिले चाहिँ हामी इक्जाम दिन जान लागिसक्यौँ। म चाहिँ बाबासँग इक्जाम सेन्टरसम्म जाँदैछु, अनि साथीहरू चाहिँ वहीँ भेट्छ। अहिले चाहिँ यहाँ हामी सहकारी आइपुग्यौँ मनी सेभिङको लागि। मेरो एकाउन्टमा पैसा हाल्नलाई मम्मीले हालिदिनुहुन्छ है, त्यो चाहिँ अनि बचत गर्नुपर्छ नि त। अनि अब यहाँ बाबु जानुभएको सेभ गर्नलाई, अनि त्यसपछि चाहिँ हामी जान्छौँ मेरो जुन सेन्टर छ इक्जाम सेन्टर त्यहाँ, अनि त्यहाँबाट साथीहरूलाई भेट्छौँ, इक्जाम दिन्छौँ। अनि त्यसपछि अहिले हामी सहकारीमा पैसा बुझाएर आइसके जान्छौँ। यो आर्मी ब्यारेक आज सिजु एन्ड मार्क। Our new Bhatpati. चाहिँ हाम्रो सेन्टर। यो साथीको रूपमा सर्पो हो, अजगर सर्पो। बिहान बिहानै खाली पेटमा सराप चाहिँ यार आज लाग्छ। अनुभव फर्स्ट बेन्चमै गर्छ। किन साथी यस्तो दुश्मनी? ऊ परे हुन्थ्यो बल्ल किन दुश्मनी निकालेको हो र? फर्स्ट बेन्चमा पर भनेको हेर न, बिहान बिहान उठेर फर्स्ट बेन्चमा भने किन यस्तो स्टार्ट हुन पाएन। उसलाई हेरेर बसेर ऊ चाहिँ मस्त गरेर धोका दियो कि, अनि म 1 घन्टामै निस्केँ। एकाउन्टमा सरी अनुश्रिया मलाई सरबेको लाग्दैन के, म परिसकेँ फर्स्ट मैले भने त लाग्छ। लागोस् यता कुनापट्टिको म अनि उतापट्टिको कुनापट्टिको अनिसा आज टंगे तिनटै म बस्नु भनेको के। ढोकाको कुनामा हाम्रो टपर दाइ उताबाट हिँड्दै आउँदै हुनुहुन्छ। पढन्दास हौ तिमी, पढन्दास हौ तिमी, पढन्दास हौ तिमी, पढन्दास हौ तिमी। सो गाइज अहिले चाहिँ हामी भर्खर इक्जाम सेन्टरबाट निस्किसक्यौँ। यहाँ छ अनुश्रिया, यहाँ छु म। अब चाहिँ हामी कलेज जान्छौँ। टिचाएर भन न, यस्तरी सुनिन्छ होला। ल हाम्रो केटीहरू पनि आयो इक्जाम भ्याएर। हाम्रो दाइ पनि आउनुभयो। जाउँ माथि आजको आई कन्टेन्ट दाइ आउनुभएको टाढा। सो हामी चाहिँ अहिले आइसक्यौँ बाटोली पोखरी जाने बाटो, जो मेरो घरको नजिक छ। मेरो घर यहाँबाट देख्छ कि हो, हाम्रो घरको पार्क है, हाम्रो घर छेउको है, हाम्रो घरको छैन। यो चाहिँ हाम्रो गुम्बा भयो यता। पहिला हामी यहाँ गुम्बा मनाउनु हुन्थ्यो नि, यो सालमा आउँथ्यौँ क्या। यहाँ यो चाहिँ ऊ हो के, म्याजिकहरू बस्ने ठाउँ हो कि। म यहाँबाट चढेँ होइन यार, जहीँ चोकबाट चढ्थेँ। यहाँ यत्रो मुलुक हिँड्दै आउनु पर्थ्यो। यहाँको बाटो राम्रो हो है बाइ द वे। हामी बेलुका इभिनिङ वाक हान्न आउँथ्यौँ। चौतारा आज अनुश्रियासँग हिँडेर मजा भइरहेको छ। मेरो घर उता
मेरो घरदेखि यार दाइहरू पनि आइसक्नुभयो प्रियङ्का पानी खाने हो जाम हामी आजको त एकदम छोटो मिठो भ्लग बनाउँछु कि सो अब चाहिँ हामी 20,000 तल आइसक्यौँ 60 को स्पिड हान्दा गाइस हेर्नु यहाँको मौसम यो चाहिँ हाम्रो 20,000 तालको जङ्गल है कोही पछाड यहाँ हाम्रो 20,000 यो 20,000 ताल हो तिमी बाटुली जाने भने होइन 20,000 ताल चाहिँ राम्रै छ अब 20,000 कट्यो अहिले चाहिँ अब बाटुली जाँदैनौँ हामी बाटुली र 20,000 तालको बिचमा होइन टाइगर भएको यहाँ चाहिँ हामी दाइहरू आउँदैन पछाडि सो फाइनली बाटुली पोखरी आइपुग्यो आफ्टर 1 घन्टाको लङ ड्राइभमा एउटा नि हामी चाहिँ आइसक्यो गाइस यो सर्ट लाउने बामपुडी भन्ने मात्रै हो अहिले हेर्नु फोटो खिच्न लाएर आमा हामीलाई पागल हान्छ कि पागल हान्छ उकेन मलाई लास्ट पागल हान्छ यति पागल हान्छ दाइ प्रियङ्का यताखेरि दुईटाको फेरि भन्नुहोस् कस्तो लागिरहेको छ कुनी रहेछ लास्ट खत्तम उयो केटी हो बोलेको बोले गर्ने धेरै त्यही भएर स्कुटी लडा मान्छे लडेको हाम्रो फेरि यस्तो हो तपाईँले के भनेर भाइ बहिनीले के उसले भन्दा नि भाइ बहिनीले टेरेन भने लास्टमा गएर मलाई हो कि मलाई अब गोगी स्पेसल है यहाँ चाहिँ गोगी खाना पाउँछ एक्चुअली सुनसाला लगेको भूमि आउँछ नलागे हामी चाहिँ अब यहाँ खाजा खाएर घर जान लागेको ल दाइ आजको भ्लग त बिहान गर्नु गर्नु ल आजको आजको भ्लग चाहिँ यति नै बाई गाइस होइन घर पुगेपछि बाई भन्छ फर्काउँदै गएर हामी चाहिँ भर्खर दाइको कारबाट ब्याग झिक्यो र अब जाँदैछौँ अनि सेयरमा बाई बाई एक्जाम भ्यायो गाइज अनि अहिले हेर यहाँ हामी अँधेरो हुन लागिसक्यो घर अहिलेबाट हरानी हेर अब जान लागेको है एक्जाम भ्याएको खुसीमा पछाडि सबैजना आउँदैन हामी चाहिँ अगाडि जाँदैछौँ अनि सुरेशसँग म चाहिँ एक्जाम भ्याएको खुसीमा कहाँ पुग्यो अनि आज कतिको गाली खाने बिचरा मम्मीको मैले त भनेर आयो मलाई त केही पनि भन्दैन त्यही आउने 1 घन्टा लाग्थ्यो यत्रो लङ ड्राइभ अब जाने 1 घन्टा लाग्छ बा सो गाइज भ्लग हेरिदिएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई अब घर जाने भात खाने लुकलुक्क सुत्ने हो सो थ्याङ्क यू गाइज फर वाचिङ माई भ्लग एन्ड होप यु गाइज लाइक इट हेभ अ ग्रेट डे गुड नाइट जे पनि गुड इभिनिङ सबै बाई